नमस्कार सम्पूर्ण श्रोताहरुमा म निरबाट आज ओपन टच नेपाल अनलाइन न्युज मिडिया प्लेटफर्मको आयोजना र रेडियो थाहा सञ्चारको सह आयोजनामा प्रस्तुत प्रोजेक्ट संवाद कार्यक्रमको होस्टको रूपमा तपाईहरू सबैलाई हार्दिक स्वागत गर्दछु। नमस्कार र स्वागत छ हाम्रो विशेष आजको श्रृङ्खलामा। आज हामीसँग हुनुहुन्छ सामाजिक क्षेत्रकी अग्रज महिला नेतृत्वकर्ता, मकवानपुर एनजिओ फेडरेसन नेपालकी चेयरपर्सन, जीएस स्कुल म्यानेजमेन्ट समितिकी पूर्व अध्यक्ष तथा मानव अधिकार क्षेत्रमा 25 वर्षभन्दा लामो योगदान दिनुभएकी अनुभवी व्यक्तित्व रमिला सापकोटाज्यू। म्याम, स्वागत छ तपाईलाई। धन्यवाद। आजको एपिसोडको टाइटल रहेको छ नागरिक समाज, सुशासन र युवा सहभागिता। रमिला सापकोटासँग विशेष संवाद। तपाईले 25 वर्षदेखि सामाजिक क्षेत्रमा काम गर्दै आउनु भएको छ। यदि त्यो क्षेत्रलाई फर्केर हेर्नुभयो भने तपाईको व्यक्तित्व र कामलाई सबैभन्दा बढी प्रभाव पार्ने निर्णायक अनुभव के थियो? फेरि पनि धेरै धेरै धन्यवाद निरव भाइलाई। 25 वर्षको यो यात्रालाई फर्केर हेर्दाखेरि मलाई सबैभन्दा बढी प्रभाव पार्ने अनुभव भनेको समाजका पछाडि पारिएका आवाजविहीन र अधिकारबाट वञ्चित समुदायहरूसँग प्रत्यक्ष काम गर्ने अवसर हो। विशेष गरी महिला, बालबालिका, हिंसा पीडित तथा सामाजिक रूपमा विभेदमा परेका व्यक्तिहरूका पीडा, सङ्घर्ष र आशाका कथाहरूले मेरो सोच र जीवन दृष्टिलाई गहिरो रूपमा प्रभावित पारेको छ भने मैले महसुस गरेको कुरा चाहिँ खासमा सामाजिक परिवर्तन केवल नीति, कार्यक्रम वा भाषणबाट मात्र सम्भव हुँदैन। यसको लागि मानवीय संवेदना, विश्वास र समुदायसँगको सहकार्य आवश्यक हुन्छ। कतिपय अवस्थामा एउटा व्यक्तिको जीवनमा आएको सकारात्मक परिवर्तनले सयौं मानिसलाई प्रेरित गर्न सक्ने रहेछ भन्ने मलाई 25 वर्षीय अनुभवले सिकाएको छ भने यस यात्राले मलाई धैर्य, समर्पण, संहिता र नेतृत्वका महत्त्वपूर्ण पाठहरू पनि सिकाएको छ। चुनौतीहरू त धेरै आए, तर ती चुनौतीहरूले नै मलाई चाहिँ अझ जिम्मेवार, अझ बलियो, अझ परिपक्व र दृढ बनाएको चाहिँ मैले महसुस पनि गरेँ। त्यसैले मेरो लागि सबैभन्दा निर्णायक अनुभव भनेको समुदायको जीवनमा सानो भए पनि सकारात्मक परिवर्तन ल्याउने प्रक्रियामा प्रत्यक्ष सहभागी हुन पाएँ र त्यो पाउनु नै मेरो सबैभन्दा सुनौलो अवसर पनि हो, महत्त्वपूर्ण कुरा पनि हो, महत्त्वपूर्ण पाठ पनि हो। यही अनुभवले आजसम्म मलाई सामाजिक न्याय, मानव अधिकार र समावेशी विकासका लागि निरन्तर काम गर्ने प्रेरित पनि गरिरहेको छ। आजको नेपालमा सिभिल सोसाइटीको वास्तविक भूमिका के हुनुपर्छ भन्ने लाग्छ? तपाईले यसलाई कसरी परिभाषित गर्नुहुन्छ त? मेरो विचारमा आजको नेपालमा सिभिल सोसाइटीको मुख्य भूमिका भनेको राज्य, नागरिक र विभिन्न सरकारवालाहरूबीच पुलको भूमिका निर्वाह गर्नुपर्छ भन्ने लाग्छ। सिभिल सोसाइटीको केवल आलोचक मात्र होइन, चाहिँ सिभिल सोसाइटी चाहिँ समाधानको सहयात्री पनि भन्नुपर्छ। मैले माथि पनि भनिसकेँ, सिभिल सोसाइटी भनेको चाहिँ एउटा पुलको भूमिकामा रहनुपर्छ, आलोचक मात्रै बन्नु हुँदैन भन्ने कुरा हो भने अब यसले चाहिँ नागरिक आवाजहरूलाई नीति निर्माण तहसम्म पुर्याउने, मानवाधिकार, सामाजिक न्याय, सुशासन, जवाबदेहिता र लोकतान्त्रिक मूल्यहरूको संरक्षण तथा प्रवर्धन गर्ने भूमिका निर्वाह गर्नुपर्छ। साथै समाजका सीमान्तकृत कमजोर वर्गका मुद्दाहरूलाई प्राथमिकताका साथ उठाउन चाहिँ यसको चाहिँ विशेष गरी सिभिल सोसाइटीको महत्त्वपूर्ण भूमिका र सँगसँगै दायित्व पनि रहन्छ भन्ने लाग्छ। म आफै पनि सिभिल सोसाइटीका स्वतन्त्र, निष्पक्ष र जनउत्तरदायी नागरिक शक्तिका रूपमा परिभाषित गर्छु म आफैलाई पनि, जसले राज्यलाई आवश्यक सुझाव, खबरदारी, सहकार्य प्रदान गर्दै लोकतन्त्रलाई अझ बलियो बनाउन योगदान पुर्याउँछ भन्ने लाग्छ। सशक्त सिभिल सोसाइटी लोकतान्त्रिक समाजको एउटा महत्त्वपूर्ण आधार स्तम्भ पनि हो भन्ने चाहिँ मेरो एकदमै विश्वास पनि रहेको छ। यस विषयमा सरकार र सिभिल सोसाइटी बीचको सम्बन्ध कस्तो छ त? सन्तुलित छ कि कहिलेकाहीँ तनाव पनि उत्पन्न हुन सक्छ? एकदमै यो विषयमा सिभिल सोसाइटी र सरकारको, विशेष गरी राज्यको कस्तो खालको सम्बन्ध छ भन्ने विषयमा चाहिँ अब सरकार र सिभिल सोसाइटीको सम्बन्ध भनेको चाहिँ एकदमै सन्तुलित हुनुपर्छ भन्ने लाग्छ मलाई चाहिँ, होइन? तर कतिपय अवस्थामा सन्तुलित हुँदा हुँदै पनि कहिलेकाहीँ तनाव त स्वाभाविक रूपमा नै भइ नै हाल्छ। हजुर। सरकार र सिभिल सोसाइटी बीचको सम्बन्ध मूलत भन्दाखेरि सहकार र जवाबदेहितामा आधारित हुनुपर्छ भन्ने लाग्छ, होइन? जवाबदेहिता, पारदर्शिता, सुशासनका कुराहरू चाहिँ दुवै पक्षमा हुनुपर्छ भन्ने लाग्छ। अनि दुवै पक्षको अन्तिम उद्देश्य नागरिकको हित र समृद्धि नै हो भन्ने एउटा पाटो छ भने
अर्को एउटा दुःखद पाटो भनेको चाहिँ कहिलेकाहीँ चाहिँ व्यवहारमा हेर्दाखेरि तनाव पनि उत्पन्न भइरहेको अवस्था चाहिँ हामीले देखेका छौँ, हेरेका छौँ। विशेष गरी सिभिल सोसाइटीले नीतिगत कमजोरी, मानव अधिकारको अवस्था वा सुशासनका सवालमा प्रश्न उठाउँदाखेरि सरकारलाई चाहिँ त्यसलाई चाहिँ आलोचकको रूपमा मात्रै लिन सक्छ भने सरकारले पनि त्यो आवाज उठाउँदाखेरि चाहिँ सिभिल सोसाइटीलाई चाहिँ खालि आलोचकको रूपमा मात्रै हेरिरहेको हामीले पाएका छौँ होइन। अर्कोतर्फ सिभिल सोसाइटीले पनि तथ्य प्रमाण र रचनात्मक सुझावका आधारमा आफ्ना धारणा राख्नुपर्छ भन्ने लाग्छ मलाई। कहिलेकाहीँ चाहिँ बिना प्रमाण, बिना तथ्य चाहिँ सिभिल सोसाइटीहरूले चाहिँ त्यस्ता खालका चाहिँ आलोचनाहरू गरिरहेको पनि हामीले पाएका छौँ भने सरकारले राम्रै काम गरिरहेको अवस्थामा चाहिँ कम्युनिटीका साथीहरूले, सिभिल सोसाइटी, नागरिक समाजले चाहिँ राम्रो कामको लागि चाहिँ उहाँहरूलाई चाहिँ धन्यवाद दिने, राम्रा कामहरू बाहिर ल्याउने, गलत गरेका गलत क्रियाकलापलाई चाहिँ खबरदारी गर्ने कामहरू चाहिँ सिभिल सोसाइटीले एकदमै चेक एन्ड ब्यालेन्समा बसेर चाहिँ काम गर्नुपर्छ भन्ने लाग्छ मलाई। अर्को भनेको लोकतान्त्रिक समाजमा यस्तो बहस र मत भिन्नता हुनु, कहिलेकाहीँ तनाव हुनु त्यो पनि स्वाभाविक हो भन्ने चाहिँ म सिभिल सोसाइटीको तर्फबाट चाहिँ त्यसलाई चाहिँ ठुलो रूपमा चाहिँ लिन्न, सामान्य रूपमा लिन्छु। एउटा सरकारको नेतृत्व गरिरहेका व्यक्तिहरूलाई चाहिँ खबरदारी गर्दाखेरि चाहिँ उहाँहरूको आलोचना गरेको होइन, उहाँहरूले चाहिँ सिभिल सोसाइटीले गरेको आलोचनालाई पनि उहाँहरूले चाहिँ नेतृत्व नीति निर्माण तहमा रहनु भएकोहरूले चाहिँ एउटा चाहिँ सुझावको रूपमा चाहिँ उहाँहरूले ग्रहण गर्नुपर्छ भन्ने चाहिँ म सिभिल सोसाइटीको तर्फबाट मलाई त्यस्तो लाग्छ भने। अर्को महत्त्वपूर्ण कुरा भनेको संवाद, पारदर्शिता, आपसी सम्मान चाहिँ कायम राख्नु पनि हो। सरकार र सिभिल सोसाइटी बीच विश्वास र सहकार्यको वातावरण चाहिँ बलियो भयो भने विकास, सुशासनका लक्ष्यहरू हामीले चाहिँ हासिल गर्न एकदम सहज पनि हुन्छ र हामीले अहिले समृद्धि नेपाल र सुखी नेपालीको परिकल्पनालाई साकार पार्नको लागि पनि सरकार र सिभिल सोसाइटीको चाहिँ महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने लाग्छ मलाई। स्कुल म्यानेजमेन्ट र कम्युनिटी संस्थाहरूले स्थानीय शासन प्रणालीलाई कसरी प्रभाव पारिरहेका छन् त? एकदमै स्कुल व्यवस्थापन समिति, टोल विकास संस्था, आमा समूह, युवा क्लब तथा अन्य सामुदायिक संस्थाहरू स्थानीय शासनका महत्त्वपूर्ण साझेदारी हुन् भन्ने कुरा हामीले बुझ्नुपर्छ। यिनीहरूले स्थानीय आवश्यकता पहिचान गर्न, नागरिक सहभागिता बढाउने र सामाजिक सेवाको गुणस्तर सुधार गर्ने काममा चाहिँ महत्त्वपूर्ण योगदान पुर्याइरहेका छन् भन्ने लाग्छ, हामीले देखेका पनि छौँ। विशेष गरी विद्यालय व्यवस्थापन समितिले शिक्षाको गुणस्तर, पारदर्शिता, जवाबदेहिता सुनिश्चित गर्न सहयोग पुर्याउँछ र पुर्याइ पनि रहेको छ। म आफै पनि एउटा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चाहिँ लामो समय काम गरेको एउटा मसँग अनुभव पनि भएको हिसाबले चाहिँ विद्यालय व्यवस्थापन समितिले शिक्षाको क्षेत्रमा चौतर्फी विकासको लागि चाहिँ महत्त्वपूर्ण भूमिका चाहिँ व्यवस्थापन समितिले चाहिँ पुर्याउँछ भन्ने कुरा मैले पनि अनुभव गरेको छु। त्यसै गरी सामुदायिक संस्थाहरूले विकास निर्माण, सामाजिक चेतना, विपद व्यवस्थापन तथा सामाजिक सद्भाव कायम गर्न पनि एउटा महत्त्वपूर्ण भूमिका चाहिँ सामुदायिक संस्थाहरूले चाहिँ, गैर सरकारी निकायहरूले चाहिँ खेल्छन् र खेलिरहेका छन् भन्ने लाग्छ। यी संस्थाहरू सक्रिय हुँदा स्थानीय सरकार र नागरिक बीचको दूरी चाहिँ कम भएको पनि हामीले चाहिँ महसुस गरेका छौँ। जब गैर सरकारी संस्थाहरू चाहिँ सक्रिय हुन्छन्, एक्टिभ हुन्छन्, तब स्थानीय सरकार र सामुदायिक संस्थाहरूको चाहिँ अलिकति नागरिक बीचको दूरी चाहिँ एकदमै त्यो दूरीलाई चाहिँ कम गर्ने होइन, स्थानीय सरकार र नागरिक बीचको भएको जुन दूरी छ त्यसलाई चाहिँ घटाउँदै पुलको भूमिकामा रहेर चाहिँ मेडिएटरको भूमिका निर्वाह गरेर चाहिँ त्यो दूरीलाई एकदमै नजिक बनाउने काम चाहिँ सामाजिक सङ्घ संस्थाहरूले गर्दै आएको चाहिँ हामीले पाएका छौँ। जनताको आवाज नीति निर्माण कार्यान्वयन प्रक्रियासम्म पुग्न चाहिँ एकदमै मद्दत मिलेको पनि हामीले आवाज गरेका छौँ। सङ्घ संस्था र विशेष गरी अहिले हामीले विद्यालय व्यवस्थापन समितिलाई जोडिरहँदाखेरि कतिपय अवस्थामा चाहिँ अभिभावकहरू स्कुलसम्म पुग्न सक्ने वातावरण नभएको, पहुँच नभएको त्यो अवस्थालाई चाहिँ विद्यालय व्यवस्थापन समितिको माध्यमबाट चाहिँ सजिलै चाहिँ त्यो दूरीलाई चाहिँ कम गर्दै विद्यालयका अभिभावकहरू चाहिँ विद्यालयसम्म पुग्ने वातावरण चाहिँ विद्यालय व्यवस्थापन समितिले गरेको छ, पुग्ने वातावरण चाहिँ क्रिएट गरेको छ भन्ने लाग्छ। त्यसैले स्थानीय शासनलाई प्रभावकारी, समावेशी र जन उत्तरदायी बनाउन यस्ता संस्थाहरूको चाहिँ एकदमै अहिले चाहिँ एकदम धेरै चाहिँ महत्त्वपूर्ण आवश्यकता पनि छ र महत्त्वपूर्ण देन पनि छ भन्ने लाग्छ मलाई। हजुर, यी संस्थाहरूबाट
तर्फबाट स्थानीय शासन अझ बलियो बनाउन के गर्नुपर्छ जस्तो लाग्छ त? स्थानीय शासनलाई अझ धेरै बलियो बनाउनको लागि यी संस्थाहरूको क्षमता विकासमा चाहिँ ध्यान दिनुपर्छ भन्ने लाग्छ होइन। अब हरेक कुराहरूको चाहिँ हरेक व्यक्तिदेखि लिएर संस्थादेखि लिएर निजी क्षेत्रदेखि लिएर सबैलाई चाहिँ एकदमै नेतृत्वदायी भूमिकामा पुर्याउनको लागि अनि अझ बलियो बनाउनको लागि चाहिँ यो क्षमता वृद्धि चाहिँ गर्नुपर्छ। त्यसमा चाहिँ क्षमता विकासमा चाहिँ ध्यान पुर्याउनुपर्छ। नेतृत्व विकास, कानुनी ज्ञान, योजना तर्जुमा, अनुगमन सम्बन्धी तालिमहरूको चाहिँ एकदमै आवश्यकता छ। यी संस्थाहरूलाई चाहिँ अब नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह सबै सरकारीको नेतृत्व गर्नुहुने चाहिँ सबै निकायहरूले चाहिँ यी संस्थाहरूलाई बलियो बनाउनको लागि चाहिँ क्षमता विकासमा चाहिँ ध्यान दिनुपर्छ। यस्ता खालका तालिमहरूको चाहिँ आवश्यकता अझै पनि खड्केको छ है भन्ने चाहिँ मलाई लाग्छ है। साथै स्थानीय सरकार र सामुदायिक संस्थाहरूबीच नियमित संवादको कुराहरूलाई चाहिँ हामीले अलिकति त्यो चाहिँ कमी भएको हो कि भन्ने चाहिँ हामीले महसुस पनि गरेका छौँ होइन। एउटा चाहिँ स्थानीय सरकारले चाहिँ गैर सरकारी निकायहरूलाई चाहिँ प्रतिस्पर्धीको रूपमा चाहिँ हेरेको हो कि भन्ने चाहिँ हामीले महसुस पनि गरेका छौँ। यसकारण सरकारको तिनै तहको सरकारले चाहिँ सामुदायिक लेभलका संस्थाहरूलाई चाहिँ गैर सरकारी निकाय होस् या निजी क्षेत्र होस् उहाँहरूलाई चाहिँ प्रतिस्पर्धीको रूपमा होइन एज अ हेल्पिङ ह्यान्डको रूपमा चाहिँ सहयोगी हातहरूको रूपमा चाहिँ हेर्नुपर्छ। दूरीलाई कायम एकदमै नजिक बनाउनुपर्छ भन्ने लाग्छ होइन। हरेक प्रक्रियामा चाहिँ नीति निर्माण तहमा होस् या हरेक निर्णायक तहमा चाहिँ समुदायको अर्थपूर्ण सहभागिता चाहिँ सुनिश्चित गर्नुपर्छ भन्ने लाग्छ होइन। नागरिकले आफ्नो भूमिका जिम्मेवारी बुझेका हुन्छन् तर स्थानीय शासन अझ प्रभावकारी र जवाबदेही बन्छ होइन। यदि उहाँहरूले चाहिँ आफ्नो अधिकार के हो भन्ने कुराहरू बुझ्नुभयो भने अझै पनि स्थानीय सरकार चाहिँ अझै प्रभावकारी हुन्छ भन्ने चाहिँ लाग्छ मलाई। मानव अधिकार, सामुदायिक सुरक्षा, सामाजिक अनुशासन र स्थानीय स्तरको नियन्त्रण बीच सन्तुलन कायम गर्दा कस्ता मुख्य समस्या र चुनौतीहरू देखा परेका छन् त? मानव अधिकार, सामुदायिक सुरक्षा, सामाजिक अनुशासन, स्थानीय स्तरको चाहिँ नियन्त्रण बीच सन्तुलन कायम गर्दाखेरि चाहिँ चुनौतीहरू त धेरै नै हुन्छ होइन। चुनौती त भइ नै हाल्छ स्वाभाविक रूपमा। मानव अधिकारको संरक्षण, सामुदायिक सुरक्षा, सामाजिक अनुशासन र स्थानीय नियन्त्रण सबै महत्त्वपूर्ण पक्ष हुन्, हामी सबैलाई थाहा छ त्यो विषयमा। तर यिनको सन्तुलन कायम गर्न चाहिँ हामी सबैलाई एकदमै चुनौती चाहिँ हुन्छ होइन। हामीले त्यस्ता खालका चुनौती भोग्दै पनि आएका हौँ। पहिलो चुनौती भनेको सुरक्षा र स्वतन्त्रता बीचको सन्तुलन पनि हो होइन। अब कहिलेकाहीँ कायम गर्ने नाममा चाहिँ व्यक्तिहरूको स्वतन्त्रता वा अधिकार प्रभावित हुन सक्छ। दोस्रो, परम्परागत सामाजिक मान्यता र आधुनिक मानव अधिकारका मूल्य बीच पनि मतभेद देखिन सक्छ होइन। त्यस्तो कुराहरूलाई चाहिँ ध्यानमा दिएर चाहिँ अब जस्तै कानुनी व्यवस्थाका कुराहरू छन् होइन। स्थानीय अभ्यास पनि असन्तुलन हुन सक्छ होइन। कतिपय अवस्थामा समुदायले सामाजिक अनुशासन कायम गर्न खोज्दा व्यक्तिका अधिकारमाथि चाहिँ असर पर्ने जोखिमहरू पनि बढेको छ र हामीले देखेका पनि छौँ। त्यस्ता कतिपय अवस्थामा चाहिँ सामाजिक अनुशासन कायम गर्न खोज्दा चाहिँ कतिपय व्यक्तिहरूको चाहिँ अधिकारबाट चाहिँ वञ्चित भएको पनि हामी आफैले देखेका छौँ। जोखिममा परेको, अधिकारमाथि चाहिँ असर परेकोहरू पनि हामीले देखेका छौँ भने चेतनाको पनि अभाव छ। अहिले चाहिँ यसो हेर्दाखेरि चाहिँ अलिकति चेतनाको पनि अभाव हामीले देखेका छौँ। स्रोत साधनको कमी छ, हामी सबैलाई थाहा छ स्रोत साधनको एकदमै कमी छ। कमजोर संस्थागत क्षमता र राजनीतिक प्रभाव पनि चुनौतीको रूपमा चाहिँ अहिले बढेको हामीले पाएका छौँ। अझै धेरै भनियो भने यसमा चाहिँ हाम्रो चुनौतीमा चाहिँ राजनीतिक प्रभाव नै अहिले हामीले चाहिँ देखेका छौँ भन्ने लाग्छ। त्यही नै हो। यी चुनौतीहरूलाई व्यवस्थापन गर्न हामीले व्यावहारिक रूपमा चाहिँ के गर्नुपर्छ त? एकदमै यस्ता खालका चुनौतीहरूलाई व्यवस्थापन गर्नको लागि हामीले सबैभन्दा पहिला मानव अधिकार र कानुनी शासनको आधारभूत सिद्धान्तलाई चाहिँ केन्द्रमा राख्नुपर्छ भन्ने लाग्छ। समुदाय, स्थानीय सरकार, सुरक्षा निकाय र नागरिक समाजबीच नियमित संवादको व्यवस्था हुनुपर्छ भन्ने लाग्छ। त्यसै गरी जनचेतना अभिवृद्धि, कानुनी साक्षरता, नागरिक शिक्षालाई प्राथमिकता दिन एकदमै धेरै अहिलेको एकदमै जल्दो बल्दो यो समस्या हो। यो एकदमै यो खालको प्राथमिक शिक्षाको चाहिँ आवश्यकता छ, यसलाई प्राथमिकता दिनुपर्छ भन्ने लाग्छ। अनि अर्को कुरा भनेको निर्णायक प्रक्रियामा चाहिँ महिला, युवा, दलित, अपाङ्गता, तेस्रो लिङ्गी सबै समुदायहरूलाई, व्यक्ति तथा अन्य सीमान्तकृत समुदायहरूको सहभागिता चाहिँ सुनिश्चित गर्नुपर्छ भन्ने लाग्छ। त्यसै गरी विवाह समाधानका स्थानीय संयन्त्रलाई बलियो बनाउँदै पारदर्शिता, जवाबदेहिता, विश्वासको वातावरण निर्माण गर्नुपर्छ। जब अधिकार र जिम्मेवारीलाई सँगसँगै अघि बढाइन्छ तब मात्र सुरक्षित र न्यायपूर्ण समाजको चाहिँ निर्माण हुन सक्छ र हामीले निर्माण गर्न सक्छौँ भन्ने लाग्छ।
युवाहरूलाई सिभिल सोसाइटी र सामाजिक गतिविधिमा सक्रिय बनाउन के प्रभावकारी उपायहरू हुन सक्छन् त? एकदमै आजका युवाहरूमा ऊर्जा, सृजनशीलता, परिवर्तन चाहने धेरै युवाहरू हुनुहुन्छ अहिले पनि। तर उनीहरूलाई चाहिँ सही अवसर, मार्गनिर्देशन, विश्वास दिन चाहिँ एकदमै आवश्यकता छ। जस्तै मार्गदर्शनको पनि धेरै आवश्यकता देखिन्छ। युवाहरूलाई सिभिल सोसाइटीमा सक्रिय बनाउन पहिलो कुरो त उहाँहरूलाई निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता गराउनुपर्छ भन्ने लाग्छ हैन। अर्थपूर्ण सहभागिता गराउने केवल कार्यक्रमका सहभागी मात्र हैन, नेतृत्वकर्ता र निर्णयकर्ता बन्ने अवसर पनि युवाहरूलाई चाहिँ दिनुपर्छ भन्ने लाग्छ। दोस्रो कुरो, सामाजिक सेवालाई आधुनिक प्रविधि, नवप्रबोधन र उद्यमशीलतासँग जोड्नुपर्छ। युवाहरूलाई सामाजिक परिवर्तन पनि एउटा प्रभावकारी करियर र जीवनशैली हुन् भन्ने चाहिँ उहाँहरूलाई चाहिँ अनुभव गराइदिन सक्नुपर्छ, अनुभूति गराउन चाहिँ सक्नुपर्छ भन्ने लाग्छ भने। तेस्रो कुरा चाहिँ कलेज र समुदाय स्तरमा चाहिँ स्वयंसेवा, नेतृत्व विकास र नागरिक शिक्षा कार्यक्रमहरू चाहिँ विस्तार गर्नुपर्छ समुदायमा। र त्यो कार्यक्रमहरूमा चाहिँ युवाहरूलाई चाहिँ उहाँहरूको विचार सुन्ने र उहाँहरूलाई सम्मान गर्ने वातावरण चाहिँ सृजना गर्नुपर्छ। उहाँहरूलाई पनि त्यस्ता खालका कार्यक्रमहरूमा चाहिँ ड्यासकल गर्ने हैन, उहाँहरूलाई नि आफ्नो भूमिकामा चाहिँ रहन दिने, नेतृत्वदायी भूमिका उहाँहरूलाई दिने चाहिँ हामीले त्यो खालको वातावरण चाहिँ एकदमै आवश्यकता छ हैन। र मलाई विश्वास पनि छ युवाहरूलाई जिम्मेवारी, अवसर र विश्वास दियो भने उहाँहरूले केवल सहभागी मात्र होइन, परिवर्तनका चाहिँ अगुवा पनि आजको परिवेशमा हेर्दाखेरि युवाहरू परिवर्तनको अगुवा पनि बन्न सक्छन्। यदि युवाहरूले चाहिँ अवसर पाए भनेदेखि परिवर्तनको अगुवा बन्न सक्छन्। तपाईले एक महिला नेतृत्वकर्ताको रूपमा यात्रा गर्दा लिङ्गीय चुनौती, समाजको पूर्वधारणा र नेतृत्व स्वीकार्यता पाउन कस्ता कठिनाइहरू सामना गर्नुभयो त? एकदमै यो प्रश्न मेरो लागि एकदमै मेरो आफ्नै मलाई जेन्युन क्वेसन पनि हो। म एउटा चाहिँ लिङ्गीय हिसाबले चाहिँ एउटा महिला भएर जन्मिँदै गर्दा, हुर्कँदै गर्दा हैन, मैले आफूले धेरैवटा सङ्घ संस्थाहरू धेरै ठाउँमा नेतृत्व गर्ने अवसर पनि पाएँ। म आफूले चाहिँ हैन एउटा चाहिँ जागिर पनि खाएँ हैन। यो सबै मेरो जीवनमा चाहिँ स्कुलदेखि कलेजसम्मको लाइफलाई, मेरो चाहिँ जीवन यात्रालाई चाहिँ जीवन भोग्ने सन्दर्भमा होस् या जीवन जिउने सन्दर्भमा होस्, धेरै चुनौतीहरू लिङ्गीय हिसाबले मैले धेरै चुनौतीहरू चाहिँ मेरो आफ्नै पर्सनल जीवनमा मैले धेरै सामना गर्नु पर्यो। तर जति धेरै मेरो जीवनमा आएका चुनौतीहरू छन्, मैले त्यो सबै चुनौतीलाई चाहिँ केवल अवसरको रूपमा लिएँ, मैले एकदमै सम्पत्तिको रूपमा लिएँ हैन। लिङ्गको आधारमा हामी महिला पुरुषहरू चाहिँ एउटा चाहिँ फिजिकल्ली रूपमा चाहिँ कमजोर भए पनि हैन, बौद्धिकताको हिसाबमा, क्षमताको हिसाबमा महिला कमजोर हुँदैनन् है भन्ने कुरा चाहिँ म आफै उदाहरणीय पात्रको रूपमा चाहिँ अघि बढेँ हैन। महिला नेतृत्वकर्ताको रूपमा यात्रा मेरो लागि सहज थिएन। विशेष गरी सुरुवाती चरणमा समाजमा रहेको धारणा, महिलाको नेतृत्व क्षमताप्रतिको शङ्का, विभिन्न पूर्वाग्रहहरू चुनौतीको रूपमा मेरो जीवनमा पनि धेरै आए। धेरै अवस्थामा महिलालाई आफ्नै क्षमतामा प्रमाणित गर्ने पुरुषहरू भन्दा बढी मेहनत गर्नुपर्ने अवस्था देखियो हामीलाई, महिलाको लागि र मेरो आफ्नै जीवनको लागि पनि। निर्णय गर्ने ठाउँमा महिलाको उपस्थिति कम हुनु, नेतृत्वलाई गम्भीरतापूर्वक चाहिँ नलिनु, परिवार पेसागत जिम्मेवारी बीच सन्तुलन मिलाउनु जस्ता चुनौती मैले पनि धेरै अनुभव मैले भोगेर आएँ। परिवार भित्र पारिवारिक पनि मिलाउनु पर्ने, बाहिर पनि मिलाउनु पर्ने हैन। मैले आफूले जिम्मेवारी लिएको ठाउँमा पनि मैले सन्तुलन कायम गर्नुपर्ने भन्दाखेरि महिलालाई एकदमै ठुलो चुनौती। विशेष गरी मलाई पनि मेरो जीवनमा चाहिँ लिङ्गको आधारमा महिला भएकै कारणले चाहिँ मैले ठुलो चुनौती पार गरेर आएँ। तर मैले त्यो चुनौतीलाई अवसरको रूपमा चाहिँ अगाडि बढ्ने एक खालको मलाई प्रेरणा पनि मिल्यो हैन। कतिपय अवस्थामा महिलाको विचारभन्दा उसको लिङ्गलाई बढी महत्त्व दिइने प्रक्रिया पनि हामीले देख्यौँ। त्यस्तो अवस्था पनि मैले आफैले भोगेर आएँ। तर यी सबै चुनौतीहरूले मलाई रोक्ने होइन, अझ बलियो बन्ने मैले अघि पनि दोहोऱ्याइसकेँ। मैले अवसरको रूपमा लिएँ, सम्पत्तिको रूपमा लिएँ हैन। यसलाई चाहिँ मैले अझ यो चुनौतीले चाहिँ मलाई यस्तो सशक्त बनाए कि मलाई एकदमै धेरै बलियो बनाए, जीवनमा एकदमै प्रेरित गर्यो हैन। मैले सधैँ काम, नतिजा, इमान्दार, प्रतिबद्धतालाई आफ्नो पहिचान बनाउने चाहिँ एकदमै धेरै जमर्को गरेँ, प्रयास गरेँ र म सफल पनि भएँ हैन। आज पनि महिला नेतृत्वहरूका चुनौतीहरू समाप्त त भएका छैनन्, तर यद्यपि न्यूनीकरण भएका छन् र सकारात्मक परिवर्तनहरू चाहिँ एकदमै भइरहेका छन्। निकै प्रेरणादायी यात्रा म्याम। अब हामी ऱ्यापिड फायर क्वेसन सेगमेन्टमा प्रवेश गर्छौं। पहिलो प्रश्न, तपाईको नजरमा सच्चा नेतृत्व भनेको चाहिँ के हो? मेरो नजरमा सच्चा नेतृत्व भनेको चाहिँ नेतृत्व भनेको पद होइन भन्ने लाग्छ मलाई। म चाहिँ नेतृत्व भनेको एउटा जिम्मेवारी हो भन्ने लाग्छ मलाई। र अरूलाई आदेश दिनु होइन, प्रेरित गर्नु हो
नेतृत्व भनेको चाहिँ अरूलाई नेतृत्वदायी भूमिकामा बस्ने मान्छेले चाहिँ आदेश दिने होइन, निर्देशन गर्ने होइन कि अरूलाई चाहिँ प्रेरित गर्ने हो, मोटिभेसनल गर्ने हो भन्ने लाग्छ। र आफै पनि उदाहरण बनेर सेवा गर्छ त्यसले होइन। जसले चाहिँ त्यो जसले प्रेरित गर्न सक्छ, जसले मोटिभेट गर्न सक्छ, ऊ चाहिँ एउटा प्रेरणाको स्रोतको रूपमा चाहिँ बस्न सक्छ भन्ने चाहिँ एउटा एज अ उदाहरणै पात्रको रूपमा बस्न सक्छ भन्ने लाग्छ होइन। उसले सुन्छ, सिक्छ, कठिन समयमा पनि सही निर्णय लिन सक्छ। त्यही नै सच्चा नेता हो र नेतृत्व हो भन्ने लाग्छ। युवाहरूका लागि अहिले सबैभन्दा ठुलो चुनौती के हो जस्तो लाग्छ? मेरो विचारमा युवाहरूको लागि अहिले सबैभन्दा ठुलो चुनौती भनेको अवसर र आशा बीचको दूरी हो है। क्षमता धेरै छ तर अवसरको पहुँच, स्थायित्व, भविष्यप्रतिको विश्वास निर्माण गर्नु आजको एकदमै मुख्य चुनौतीहरू युवाहरूको छ। आजको एनजिओ र सिभिल सोसाइटीको कोर आइडेन्टिटी के हुनुपर्छ, सेवा कि परियोजना? मेरो विचारमा कोर आइडेन्टिटी परियोजना होइन, सेवा र सामाजिक परिवर्तन हुनुपर्छ भन्ने लाग्छ मलाई। परियोजना त एउटा माध्यम हो। यदि सेवा भाव, सामाजिक न्याय र नागरिक हितको केन्द्रमा छैन भने परियोजनाले मात्र दीर्घकालीन परिवर्तन ल्याउन सक्दैन। सफलता र सेवा बीचको सम्बन्ध कस्तो हुनुपर्छ? सफलता र सेवा बीचको सम्बन्ध भनेको एक अर्काका प्रतिस्पर्धी होइनन्, उनीहरू भनेको एक अर्काको चाहिँ पूरक हुन् भन्ने लाग्छ। समाजलाई सकारात्मक योगदान दिँदै प्राप्त गरिएको सफलता नै दिगो र अर्थपूर्ण सहभागिता हो। सेवाले सफलताको उद्देश्य दिन्छ भन्ने लाग्छ। आखिरमा संवादको अर्थ तपाईका लागि के हो त? मेरो लागि संवाद भनेको केवल बोल्नु होइन, सुन्नु पनि हो। संवाद भनेको फरक विचारहरू बीच पुल निर्माण गर्ने प्रक्रिया हो, जहाँ सम्मान, समझदारी र समाधान खोज्ने प्रयास हुन्छ, त्यहाँ वास्तविक संवाद हुन्छ। प्रोजेक्ट संवाद सुन्ने युवा तथा श्रोताहरूलाई तपाईले आज दिनुहुन चाहने सन्देश? म युवाहरूलाई एउटा कुरा भन्न चाहन्छु, आफ्नो क्षमतामाथि विश्वास गर्नुहोस्, सिक्न नछोड्नुहोस्, प्रश्न गर्न नडराउनुहोस्, समाजप्रति आफ्नो जिम्मेवारी पनि सम्झनुहोस्। परिवर्तन कसले बाहिरबाट ल्याउने होइन, हामी सबैले मिलेर निर्माण गर्ने हो। तपाईहरूको ऊर्जा, सृजनशीलता र प्रतिबद्धताले नेपाललाई अझ समावेशी, न्यायपूर्ण, समृद्ध बनाउन सक्छ। सपना देखाउनुहोस्, मेहनत गर्नुहोस्, समाजसँग जोडिएर अघि बढ्नुहोस् भन्न चाहन्छु म आम युवाहरूलाई। धन्यवाद रमिला म्याम। धन्यवाद, यहाँलाई पनि धेरै धेरै धन्यवाद र विशेष गरी रेडियो थाहा सञ्चार परिवारप्रति हार्दिक आभार गर्दै बिदा हुन्छु। धन्यवाद। आजको संवादले यो स्पष्ट पारेको छ कि नागरिक समाज सामाजिक रूपान्तरणको संवाहक हो। सामाजिक परिवर्तन बाहिर पक्षबाट होइन, आफ्नै उत्तरदायित्वबाट प्रारम्भ हुन्छ। परिवर्तन भाषणले होइन, कर्मले हुन्छ र सामाजिक रूपान्तरण युवावर्गबाट सुरु हुन्छ। त्यसै गरी आजको यस कार्यक्रमलाई सफल तुल्याइदिनु भएकोमा रेडियो थाहा सञ्चारप्रति हार्दिक आभार प्रकट गर्दै हामीसँग आबद्ध हुनुभएका अतिथिमा हृदयदेखि नै मुरी धन्यवाद ज्ञापन गर्दछु र आगामी उज्जवल भविष्यको कामना गर्दछु। यसै क्रममा म निरव भट्ट पनि बिदा हुन चाहन्छु र सम्पूर्ण श्रोतागणमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु। धन्यवाद।